हेलो माई फ्रेन्ड्स, नमस्ते एन्ड ह्याप्पी स्याटरडे। म आज एउटा केक एसेम्बल गर्न गइरहेको छु। त्यो केकको नाम छ मिल्की बाइट्स। यो एउटा मिल्की फ्लेभरको दुध मलाई टाइपको टेस्ट भएको केक हो। यसमा चाहिने इन्ग्रिडियन्ट्सहरू हजुरले एकचोटि भिडियोमा चेक गर्न सक्नुहुन्छ। यसमा नर्मल केक भन्दा के फरक छ भने सुगर सिरपको ठाउँमा मिल्क राखिएको छ। 300 ग्राम मिल्कमा थोरै चिनी हालेर पकाउने मात्रै हो। अरू बाँकी केक बनाउने तरिका चाहिँ उस्तै हो। स्पन्ज केकलाई मिल्कले भिजाएर व्हिपिङ क्रिम एप्लाई गर्ने र यसमा माथिबाट व्हाइट चकलेट गनासले ड्रिजल गरिदिने। व्हाइट चकलेट गनास भन्नाले इक्वल क्वान्टिटी अफ कुकिङ क्रिम एन्ड व्हाइट चकलेटलाई डबल बोइल हिट मेथडमा प्रिपेयर गर्ने हो र यसमा आउटर लेयर फिनिसिङको लागि बाँकी रहेको व्हिपिङ क्रिममा चकलेट गनास एड गरेर युज गर्न सकिन्छ। अथवा तपाईँले चकलेट केक बनाए जस्तो पहिले नै व्हिपिङ क्रिममा गनास एड गरेर लेयरिङ एन्ड फिनिसिङ एकैचोटि गर्न सक्नुहुन्छ। र गार्निसको लागि मैले चकलेट नुडल्स युज गर्दैछु। यो चकलेट नुडल्स बनाएको भिडियो चाहिँ म नेक्स्ट टाइम अपलोड गर्दैछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच।